तपाईँलाई त मैले सपनामा पो देखेको थिएँ लाइक कुनै दिन म जोडिन्छु भन्ने सपना थियो कि मेरो आज पो तपाईँको रिक्वेस्ट आयो क्या कता हुनुहुन्छ अहिले हजुर काठमाडौँ ए हो नि साँच्चीकै हो यो मैले मेरो नजिकको मान्छेहरूलाई भनेको थिएँ म कुलबाईसँग म त भर्खरै टिकटक युज गरेँ नि त अनि म कुनै दिन म लाइक ट्याप ट्याप गर्ने फ्यान हो क्या पहिलेदेखि अनि कुलबाईसँग चाहिँ मलाई जोडिनु छ भनेको थिएँ ठ्याक्क आज कुलबाईको रिक्वेस्ट हो माई गड आज म सुत्छु कि होला रातभरि होइन सुन्नु न कहाँ हजुरको घर चाहिँ कता हो भन्नु त मेरो घर चाहिँ जन्मेको म खोटाङ खोटाङ हो अहिले चाहिँ काठमाडौँ यहाँ ललितपुर नाइस लभली कन्फिडेन्स बवाल आई लभ यु आज के हो ढाका डबी तिहार आउँदैछ र कि के हो तपाईँको होइन होइन यो आज चाहिँ अलिकति अलि कल्चरल्स नै भएर बसिरहेको भनौँ न अलिकति के स्पेसल के थियो आज स्पेसल त्यस्तो केही त थिएन अघिसम्म थियो हल्का त्यसपछि स्पेसलवाला मुडै हराइदियो केटाहरूले के थियो हल्का त्यस्तै भनौँ न इभा आभा अञ्जली के कसरी सबलाई हजुरलाई चाहिँ कसरी थाहा भयो यो कुराहरू म बिग फ्यान भनेको सक्यो त थ्याङ्क यू सो मच खोटाङको सबैलाई उहाँलाई हेर्नुहुने खोटाङको सबैजनालाई एकदम लभली लभली माया छ प्लस फेरि यहाँ तपाईँको फ्यानहरूले सबले के भन्छ थाहा छ बर्थडे तपाईँको त बर्थडे त डेली हो नि मलाई थाहा छ फेरि आएन ह्याप्पी बर्थडे थ्याङ्क यू मलाई साँच्चीकै नै होइन हजुरको फर्स्टमा चाहिँ एउटा चिज मन पर्यो कन्फिडेन्स दोस्रो कुरा के मन पर्यो भन्नु न दोस्रो कुरा हजुरको गालाको डिम्पल्स मेरो डिम्पल छ र हाँस्दाखेरि देखिरहेको थियो ए छ तर कसैले देखाएको थिएन आज कुलबाईले देख्यो गाह्रो छ है ओके बबिनाजी सबैजनाले यहाँ लेखिरहेको छ स्प्याम गरिरहेको छ एउटा गीत केही कुरा सुन्न सक्छ हामीले गीत थाहा छ म गीत गाउँछु भनेर कसलाई थाहा छ थाहा छैन म गायिका होइन त होइन सबैले यहाँ च्याटमा लेखिरहेको छ त हो र ल हामी पहिला एकचोटि फ्रेन्ड बन्नु मिल्छ मैले बनिसकेँ मैले पठाइसकेँ हो साँच्चीकै मैले भने नि मलाई कन्फिडेन्स चाहिँ मनपर्छ है गाला रातो भएर कुलबाईले टक लाइक दिस ओके लास्टै दामी ल थ्याङ्क यू एभ्रिवान थ्याङ्क यू सबै आम्बो लाइभमा मेरो फर्स्ट टाइम यति धेरै प्योर भएको कुलबाईसँग जोड्यो ओ माई गड रियली साँच्चीकै हो मेरो सङहरू सुन्नु भएको होला अब कुलबाईलाई म आफैले अब भाइरल त होइन म लाइक तर म प्रोफेसनली नै गीत गाउँछु है मेरो गीतहरू धेरै छ कुलबाईले नै सुन्नु भएको हुनसक्छ म फेरि कस्तो भन्दाखेरि यत्तिका सुन्न त सुनेको छु होला मैले सबै त्यही भन्दैछु तर आम रियली सरी हो कि हजुर मोडल पनि खेल्नुहुन्छ आफू पनि त्यस्तो त खेल्दिनँ तर लाइक आफ्नो सङहरूमा प्ले गराएको छु मैले फर्स्ट सङहरूमा लेट्स लिसन समथिङ ओके आइ एम सरी है च्याट आइ एम सरी आई लभ होइन यस्तो होइन मलाई फेरि यो कुराहरूले उ गर्दैन किनभने लाइक सबलाई चिन्छ भन्ने छैन नि त एक्ज्याक्टली सुन्नु न मैले पहिला एक्चुअली एलिना दिदीसँग जोइन हुँदाखेरि मैले उहाँको गीतहरू चाहिँ सुनेको थिएँ कि तर भिडियो मलाई त्यो पनि थाहा छ अनि वी विल बी फ्रेन्ड्स ओके म फ्रेन्ड्स भइसक्यो हामीहरू साथी भइसक्यो आई लभ यर कन्फिडेन्स आई लभ द वे यु आर के साँच्चीकै नै म आज सुत्दिनँ होला निन्द्रा लाग्दैन होला खोटाङको सबैलाई हो क्या खोटाङको ग्याङ सबैलाई माया छ खोटाङको तर्फ कुलबाई र कुल ग्याङको तर्फबाट सबैलाई माया छ है खोटाङ लेट्स लिसन समथिङ ओके ओके मेरो गीत केही नभने है मेरी बुहारीलाई मै गरौँला घरको काम काम सुने होला नेक्स्ट सङ बेचिदिन्थे यो जवानी किन्ने कोही भइदिए बेचिदिन्थे यो जवानी अनि मेरो फर्स्ट सङ चाहिँ सुन्नु है ध्यान दिएर सुन्नु है अनि कुलबाईको एकदमै पुरानो एक्सहरूलाई सम्झेर सुन्ने खालको है ल यो मेरो फर्स्ट सङ है एकदमै धेरै माया गर्नुभएको लाइक पूर्वेली गीत है यो चरी भए भुरुरु जान्थे उडेर सन्चो छ कि बिसन्चो छ आउँथे बुझेर चरी भए भुरुरु जान्थे उडेर सन्चो छ कि बिसन्चो छ
आउँथे बुझेर फरफराउँछ आँखा पनि फरफराउँछ आँखा पनि ठुलै पिरमा डुब्यौ कि ठुलै पिरमा डुब्यौ कि ठुलै पिरमा डुब्यौ कि ठुलै पिरमा डुब्यौ कि सपनामा नि देख्दिन छेल सपनामा नि देख्दिन छेल कतै मलाई भुल्यौ कि कतै मलाई भुल्यौ कि कुलबाईको घर कुन ठाउँ हो ओरिजिनली? मेरो घर त जताततै भनौँ न। ओरिजिनल घर चाहिँ मेरो पुनर्वास भन्ने ठाउँ, पुनर्वास कञ्चनपुर चाहिँ मेरो घर। औँसीको रात ओइ भने मायालाई झ्यालबाट भन्ने सुने होला मेबी लाइक। साँच्चै के मैले सबै सुनेको रहेछु होइन, सबै सुनेको। कहिले कहिले त्यस्तो हुन्छ कि कहिले कहिले लाइक नदेखेको न आवाज मात्रै आवाजहरू सुनेर आवाजले चिन्ने हुन्छ, मान्छेको कामले चाहिँ चिनिन्छ कि कामले चाहिँ। यस म पनि त्यही चाहने हो। मलाई पनि कुलबाई लाइक हुन्छ नि, कुलबाईले टिकटकमा बसेर गरेको कामहरूको फ्यान हो एउटा कुरा है। अनि प्रेजेन्टेसन छ नि जसरी आउनु भएको छ त्यसको फ्यान हो। लाइक हुन्छ नि अब मान्छे त ह्यान्डसमै हुनुहुन्छ, लाइक तपाईँसँगको ह्यान्डसम त अब कसलाई मन पर्दैन र, तर म त दिदी हो। तपाईँको त कति धेरैले यो के भन्छ भाउजू पनि कतिले भनोस् के गाई सबैजना एभ्रिवान भाउजू कुन चाहिँ भाउजू। तर लाइक साँच्चीकै पछि फेरि जस्ट तपाईँले मलाई टाइम दिनुभयो लाइक हुन्छ नि एकदमै खुसी। होइन हामी एकदम है इट्स लाइक एकदम अहिले हामी एकदमै खुसी छौँ सबैजना हो के। साँच्चीकै नै भनेको होइन, धेरै पछि मलाई यस्तो खुसी भएको छ कि म धेरै पछि साँच्चीकै नै यु आर रियली असम। नाइस। कोही आर्टिस्टहरू कोही मान्छेहरू कोहीसँग जोइन भयो भने कसैलाई उ भन्यो भने अलिकति अफेन्ड हुने खालको यस्तो, बट यु आर रियली चिल के कुल त हजुर हुनुहुन्छ साँच्चीकै नै। लभ इट। कुल गर्ल लाग्छ है मेरो नेम चेन्ज गर्न। लभली है साँच्चीकै नै। चाँडै भेटघाट होस्, चाँडै भेट्न पाऊँ हजुरसँग। अनि कुलबाईको सङ्ग्सहरू पनि मलाई कान्छी कता हिँडेको वाला होइन मलाई सबै थाहा छ, किनभने म फलोवर यति धेरै फलो गर्ने मान्छे हो नि त। लाइक मैले भने न मेरो नजिकको मान्छेहरूलाई मैले भनेको थिएँ क्या म टिकटकमा त्यस्तो धेरै युजर त होइन, लाइक पछाडि चाहिँ हो। अनि म कुलबाईसँग चाहिँ एक दिन चाहिँ अस्ति तपाईँको फेक आइडीबाट मलाई जोइन गराएको थियो कसैले होइन। त्यही भने फेक आइडी बसेको र लाइक मेरो पुरा भिडियो सिडियो कुदाइ चलाइरहेको रहेछ यताउति भनिरहेको रहेछन् होइन। हो त्यो आइडीले मलाई आयो कि अनि हतार खुसी हो देखेर एक्सेप्ट गरेको त फोटोमा रहेछ क्या। अनि त्यो पछाडि ए यो त फेक अहिले पनि मैले हेरेँ थाहा छ, तर तपाईँको मैले ठ्याक्क यस्तो हेरेको त ओ यो त रियल आइडी हो भनेर साँच्चीकै नै भनेको। म त्यस्तो एक्सेप्ट गरेर आएको थिइनँ कि म रेन्डम इन्भाइट पठाएको थिएँ, भगवान्ले जुरायो क्या आज बुझ्नु भएन। त्यो त मलाई मैले फेरि आज मैले दामी मान्छेसँग जोइन भएँ, दामी मान्छेसँग बोल्न पाएँ यु नो। एकदम चार्म हजुरको अलग छुट्टै लेभलको चार्म छ यु नो, साँच्चीकै नै भनेको के। मेरो त झन् लाइक हुन्छ नि अब ड्रिम्स नै पुरा भएको जस्तो भएको छ, कम्प्लिट भएको जस्तो भएको छ। त्यही भएर म त एकदमै ह्याप्पी छु, किनभने लाइक हुन्छ नि मैले भने अघि तपाईँको त कति तारिक हो मलाई इच एन्ड एभ्रिथिङ थाहा छ क्या तपाईँको बारेमा। लाइक हुन्छ नि तपाईँले त्यो एउटा अर्कै नट्टीवाला फ्लटीवाला गेम खेल्नुहुन्छ लाइक हुन्छ नि गर्नुहुन्छ नि सबैसँग, त्यो एकदमै राम्रो लाग्छ। अनि अर्को कुरा चाहिँ अघि भने मैले जसरी टिकटकमा बसेर एउटा एक टाइपको जसरी राम्रो काम गर्नु भएको छ नि त्यसको बिग फ्यानै हो क्या म। त्यही भएर पनि जहिले म तपाईँकोमा आएर जहिले ट्याप ट्याप गर्छु क्या, तपाईँलाई थाहा छैन तर म जहिले ट्याप ट्याप गर्छु होइन। तर तपाईँलाई मैले तपाईँकोमा अब थोरै मान्छे भए पो ट्याप ट्याप र मेम्बर के भन्छ तपाईँलाई गिफ्टिङै गर्दा पनि देख्दैन क्या, तपाईँले बुझ्नुभयो नि गिफ्टै गर्दा पनि देख्दैन क्या, किन हानु पर्यो। ठिक छ होइन लास्ट खुसी लाग्यो होइन। तर दिदी भनिहाल्नुभयो, दिदी त हुनु हुँदैन होला, मेरो बहिनी नै होला। होइन दिदी नै हो, अब साइनै गऱ्यो भने चाहिँ दिदी नै हो। वी आर जस्ट फ्रेन्ड, त्यसरी गर्दा नि हुन्छ होइन।
ठिक छ तर नेक्स्ट सङ रे ओ माई गड कसम के प्रमिस चाहिँ एकदमै खुसी लागेको छ किनभने 2.3 भनेको त तपाईँको मान्छेले यस्तो एप्रिसिएट गरेर यति राम्रोसँग होइन एकदम हुँदैन हाम्रो कस्तो छ भन्दाखेरि हाम्रो मान्छेहरू कस्तो हुनुहुन्छ भन्दाखेरि मलाई हेर्ने यताउति गर्ने मान्छे दे सपोर्ट गुड पिपल्स होइन जसलाई पनि हुँदैन जो मान्छेले हुँदैन मसँग कनेक्सन बनाएर जो मान्छेले मसँग राम्रोसँग हामी लाइभमा बोल्दाखेरि राम्रो भाइब्स आयो भने चाहिँ दे सपोर्ट एकदम मिठो माया गर्नुहुन्छ कि न त्यो चाहिँ मलाई मनपर्छ आई लभ यु कुल ग्याङ तर नेक्स्ट सङ भनिराख्नु भएको छ लाइक मैले तपाईँ म चाहिँ लाइक पूर्वमा जन्मेकोले प्राय मेरो पूर्वेली गीतहरू चाहिँ एकदमै रुचाइदिनु भएको छ मान्छेले अनि नेक्स्ट सङ तपाईँलाई सुनाइयो सुनाइन्छ अलिकति उकाली जानको त्यो एक्लो बारा छोइदिने कोही छैन उकाली जानको त्यो एक्लो बारा छोइदिने कोही छैन मै मरि गए बिरानो देशमा रोइदिने कोही छैन बनिदेऊ न तिमी नै सहारा बनिदेऊ न तिमी नै सहारा 2 दिन माया लाइदेऊ न के छ र 2 दिन माया लाइदेऊ न के छ र 2 दिन माया लाइदेऊ न के छ र लाइदेऊ न के छ र धेरै पछि कसैले मेरो मन जितेको छ धेरै पछि ओ भाइ गॉड म त नाच्छु कि मेरो फेसमा हैन न मेरो फेसमा कति ह्याप्पिनेस देखिरहेको छ साच्चीकै हो के अनि ठिक छ एकदम खुसी लाग्यो बबिनाजी आई लाइक योर कन्फिडेन्स एकदम हुँदैन बोल्ने तरिकादेखि लिएर साँच्ची छैन के म रेस्पेक्ट हो के मैले भेट्नु थियो नि त यसरी मैले लाइभमा हुन्छ मैले अघि तपाईँले भने क्या त्यो भन्नै सक्दैन अब मलाई भेट्नु थियो लाइक हुन्छ नि यसरी नै भेट्नु थियो तर मैले रिक्वेस्ट गर्थेँ होइन मैले गर्थेँ होला तपाईँ सिङ्गल हुँदाखेरि तर तपाईँको रिक्वेस्ट झन् मैले यस्तो ऱ्यान्डमली आउँदा नि क्या गडले नि सुनिदिएको जस्तो क्या साँच्चै के हो होइन मैले पठाइरहेको हुन्छु रेन्डम इन्भाइट्सहरू गरिरहेको हुन्छु सबैसँग बोलिरहेको हुन्छु होइन आज तपाईँको लाइफमा मैले हेरेर मलाई थाहा थियो कि म कुनै दिन त्यहाँ आउँछु भनेर किनभने तपाईँ रेन्डम लिनुहुन्छ नि त हो कि नै रेन्डम पनि लिनुहुन्छ क्या तपाईँ त्यही भएर चाहिँ मलाई एकदम कन्फिडेन्ट थियो अनि आज भेट भयो है एकदमै हुन्छ नि कुनै कति कुराहरू मनले चाह्यो भने चाहिँ एक दिन पुरा हुन्छ फेरि एकदम लास्टै खुसी हेर्नु अब यस्तो नमस्कार गर्दाखेरि ठ्याक्कै ओडा देश जस्तो देखिरह होला त्यही पनि ठिक छ है एकदम धन्यवाद छ आज आइदिनु भयो मैले पठाएको रिक्वेस्ट एक्सेप्ट गरिदिनु भयो हजुर जस्तो मान्छे ओहो यो म के हुँदैछ र क्या म यो एकदमै खुसी लाग्यो खोटाङतिरको सबैलाई है म पनि पश्चिम घर भए पनि सुदूरपश्चिम भयो नि हुर्केको चाहिँ पथरीमै हुर्केको हो है ए हो नि पथरीमै हुर्केको पथरीमै स्कुल पढाइ सढाइ सब पथरीतिरै भयो अनि काने पोखरी हुँदै माथि लेटाङ पछि सरियो लेटाङमा माथि बसियो अनि अब के गर्नु विष्टजीको घरमा बसेको थिएँ विष्टजीको घरमा डेरामा बसेको थिएँ लेटाङ होइन ए ल ल ल एकदम खुसी लाग्यो कुल बोय थ्याङ्क यू अनि म्युजिकल्ली पनि तपाईँको एकदमै राम्रो छ क्या एउटा होइन त्यो पार्ट पनि मनपर्छ त्यो त अब अलिकति मतलब साइड अलि आफूलाई मन लागेको कुराहरू गरेको भनौँ न एक तरिकाले होइन त्यो एकदमै राम्रो छ सो गाइज एभ्रीवान थ्याङ्क यू सो मच यति धेरै म त छक्क परेँ ठिक छ राम्रोसँग बस्नुहोस् आज माहौल बनाइदिनु भयो क्या बुझ्नु होइन आज माहौल बनाइदिनु आज छाउनु भयो कि हजुर माहौल बनाइदिनु भयो क्या हाम्रो लभ यु बबिना दिदी नै भनौँ अब साइनो लागि मेरो त्यो तपाईँको फलोवर्सहरूले मेरो एकदमै ल बबिना दिदी भन्नै पर्ला है आज माहौल पनि बनाइदिनु भयो एकदम मजा पनि आयो होइन तर ल एकदमै मलाई जोइन गरिदिनु भयो थ्याङ्क यू सो मच अब हामी फ्रेन्ड भइसकेको छौँ नि त होइन म बनाउँछु ल एकछिन ल छैन खोज्नु पर्ने अब भाइहरूले खोज्यो भने ए छैन म खोजिदिइहाल्छु नि एकजना दामी होइन
ल ल सबैजनाले मेरो सङहरू सुन्नु भएको रहेछ सो मेरो कमेन्ट्सहरू पनि यति धेरै लेख्नु भएको छ है बेहुली फ्रम मेघौलीको केही नभने गाइसक्यो अँध्यारो औँसीको रात ओ माई गड सबले गाउनु भएको रहेछ ल लास्ट सङ गाइ औँसीको रात ल अनि टाइम लिनु हुँदैन धेरै ल आफू हिँड्ने मूल बाटोमा मायालुको घर छ हे हे आफू हिँड्ने मूल बाटोमा मायालुको घर छ घोटे कुकुर पालेकी छिन् टोक्ला भन्ने डर छ अँध्यारो औँसीको रात कोही पनि मायालाई झ्यालबाट यस अँध्यारो औँसीको रात कोही पनि मायालाई झ्यालबाट ए ओइ पनि मायालाई झ्यालबाट थ्याङ्क यू एभ्रिवान थ्याङ्क यू सो मच अल अफ यू थ्याङ्क यू सो मच ल कुल भाइ थ्याङ्क यू सो मच ल Thank you so much, Bhavna ji, हामी thank you. भेट्नुपर्छ है ओके स्योर भइहाल्छ नि स्योर एकदम यु आर सो मेरो स्विट नेट हो कि के हो नेटले न यु आर सो स्विट है यु टु ल राम्रोसँग बस्नुहोस् टेक केयर जान्छु म अहिले है। थ्याङ्क यू सो मच एभ्रिवान ल